आदर्श के गरेको के बोलेको र मन्टो टाउको भन्नु पनि हुन्थ्यो नि अरे चल भ्याउ लाए मात्र हजुर नमस्कार आउन त आउने हो कि भन्ने मात्र तिमी हेलो बसी हाय सस्तो बारबेक्यु बनाउँदैछ मम्मी खाना आउनुस् है खाना आउनुस् तर हामी दिँदैनौँ हामी मात्रै खान्छौँ हेर्नु त कति राम्ररी पाकेको छ म्यारिनेट भयो तपाईँहरू नि यस्तै गर्नुपर्छ नि एउटा कुरा स्पोन्सर गर्नु हजुर 100% कन्फर्म प्रुफ भयो हैन के यो पाकेन नि दाजु अब पाकेन न आफूले खा तिमीले पटाउनु यो पाखा तातो हो तातो पकाएको त खाएर भइहाल्छ हो भोलि नि त बस्छ दाम भाग मेरो भाइ कस्तो मेरो फुपू दिदी कस्तो खुरी जस्तो जाओस् न भिनाजुलाई नि एउटा लाइन मेरो भेनाजु कस्तो डोन जस्तो परीक्षा हो नि बुधबार त सेलाउँदे सबै तैँले खाने हो जुठो हालेर नखाए अब यहाँ हाम्रो खाने कार्यक्रम सुरु भइसकेको छ आदर्श भाइ कस्तो छ यो आजको बबाल छ अनिसा दिदी के छ हजुर पेप्सीमा भिड्नु भएको छ ए अनि चटनीलाई रेटिङ गर्नु है यो चाहिँ हाम्रो मम्मीले बनाउनु भएको चटनी कस्तो छ 10 आउट अफ 10 ओके भनेपछि रमाइलो हुँदैछ 10 आउट अफ 100 अब के छ डान्स गर्ने होला नि यो खारो भ्यासी होइन गोर्खे कुकुरी डबल गोर्खे कुकुर अब खाने डान्स गर्ने एकदम यहाँ त रमाइलो आज हामी भेट भएको दिन आज हामी भेट भएको दिन जुठो हुँदैन के छेउबाट खाएछ नानी थाकी छ क्या आजकल के रहेछ त बहिनी थै जान्छ जस्तो गरिसन के यसलाई त ल्याउन अर्को ल्याउँदा यसलाई पर्दैन भाग कम पर्दैन आदर्श भाइलाई लिन अर्को वर्ष म जान्छु अर्को वर्ष यसले जसरी अहिले बहिनीलाई चिडाहा नि त्यस्तै गरी यसलाई फोनमा हामीले चिडाउने हो नो 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 आदर्श भाइलाई लिन म जान्छु अर्को वर्ष आदर्श भाइ झन् पहिले त गोद्दै आउँछ बाजो खेतमा छड्के सलाम छ सबैलाई पहिलो भेटमा
गानी सकेन अरे कि धनी कसले खान्छ अरे घरले त एउटा हजुरले कहाँ झुक्ने रोक्नु रोक्नु त्यस्तो गर्नु पाइन्न यहाँ एउटा यस्तो गरी झुक्ने हो रोक्नु राख्नु भयो अलि माथि गर्ने एउटा थुत्ने हो बाटो आदर्शको अलि फेरि मलाई दोष लाउँदा त अलि पिठा खानुहुन्छ ल भयो आफ्नो त केही मिलाउनु मिल्दैन टाउकामा जाब दुखेन अठा नलदल पारे जस्तो कुरा गर्छ दुःख जुट कस्तो यार ब्रो तँलाई नि खतरा परेर मलाई नि खतरा परेको सुरुको एका मिसी बास दोस्रो गुलाम दल गुलाम मिसी